हामी रिल्स प्र्याक्टिस गर्दै थिएँ। एक्कासी बहिनी दौडेर आइन् र दाइ आज के एडभेन्चर गराउन भनी म एडभेन्चर भनेर सक भएँ। यता फेरि भाइलाई सबै थाहा रहेछ। हेटौडा शहीद स्मारकले एडभेन्चर ओड भनेर फन पार्क खोलेको रहेछ। फन पार्क भनिसाथ हाम्रो साथीहरूको खुसीको सीमा नै रहेन। के रहेछ त एडभेन्चर ओड, जाउँ न त भनेर हामी त्यहाँबाट निस्क्यौँ र हामी स्मारक पुग्यो। साँच्चै नै त्यहाँ त एडभेन्चर ओड भनेर यति ठुलो गेट नै लगाएको रहेछ। अनि के रहेछ भनेर हामीले चारैतिर हेऱ्यौँ र त्यसपछि फर्स्टमा स्काई साइकल ट्राई गरेँ। स्काई साइकल ट्राई गर्दा सुरुमा अलिअलि डर लागिरहेको थियो, तर डरभन्दा पनि बढी धेरै नै रमाइलो भयो। त्यसपछि बहिनी हावामा उड्छु भन्दै थियो, उसलाई चाहिँ हावामा उड्नको लागि हामीले जिप लाइन खेलाइदिए। र अर्को आउँछ रोलर कोस्टर जिप लाइन। रोलर कोस्टर जिप लाइन चाहिँ इधर चला में उधर चला हुँदो रहेछ। फेरि यो चाहिँ मेन एडभेन्चरै हुँदो रहेछ। त्यसपछि आउँछ फ्लाइङ कार, वाटर प्लेन, जम्प क्यासल, राइड, अनि आयो क्यारोसेल हर्स। यो चाहिँ स्पेसली बच्चाहरूको लागि भन्दै हुनुहुन्थ्यो। हामी पनि ताराबाजी लै भन्दै बच्चा बनिदिए र आयो दार्जिलिङको रेल। तर यो दार्जिलिङको रेल नभई शहीद स्मारकको रेल हो। यसमा चाहिँ हामीले रेलगाडी छुकछुक गर्दै बचपनालाई यादगार बनायो। अर्को छ फ्लाइङ चेयर। फ्लाइङ चेयरमा बसेर घुम्दा चाहिँ एकदमै रमाइलो। यस्तो गर्मीमा सर्र हावा खान पाउने। यस्तो भ्यू र लाइटिङ देख्दा त नाचो नाचो मन लाग्यो। हामी त फेरि डान्सर, ननाच्ने त कुरै भएन। एउटा रिल्स भनेर ती 3वटा रिल्स बनाइदिए। डान्स भिडियो हेर्नको लागि चाहिँ प्रोफाइल भ्यू गर्नु होला। यदि तपाईँहरू पनि यस्तै रिल्स बनाउन चाहनुहुन्छ भने र यस्तै रमाइलो गेम खेल्न चाहनुहुन्छ भने हेटौडा शहीद स्मारकमा रहेको एडभेन्चर ओडलाई भिजिट गर्नु होला।